साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एकजना धनी मानिस आए। तिनी स्वयं येशूका चेला थिए। तिनले पिलातस कहाँ गएर येशूको मृत शरीर मागे र पिलातसले सो तिनलाई दिने हुकुम गरे। योसेफले मृत शरीर लिएर सफा मलमलको कपडाले बेरे र तिनले चट्टानमा खोपेर बनाएका आफ्नै नयाँ चिहानमा त्यो राखे र चिहानको मुखमा एउटा ठुलो ढुङ्गा गुडाइदिए र तिनी गए। चिहानको सामुन्ने मरियम मग्दलिनी र अर्की मरियम पनि बसिरहेका थिए। भोलिपल्ट अर्थात् तयारीको दिनको भोलिपल्ट मुख्य पुजारीहरू र फरिसीहरू पिलातस कहाँ भेला भए र भने, हजुर, हामीलाई याद छ कि यस ठगाले जिउँदो छँदा 3 दिनपछि म फेरि उठ्नेछु भनेको थियो। यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस्, नत्र त त्यसका चेलाहरूले आएर त्यो चोरेर लैजालान् र त्यो त मरेकाबाट जीवित भई उठ्यो भनेर मानिसहरूलाई भन्नेछन् र त्यो पछिल्लो धोका पहिलोभन्दा अझ नराम्रो हुनेछ। पिलातसले तिनीहरूलाई भने, तिमीहरूको आफ्नै पहरा छँदैछ, जाऊ, तिमीहरूले सकेसम्म सुरक्षित राख। अब तिनीहरूले गएर ढुङ्गामा मोहर लगाए र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे। हालेलुया। हालेलुया। अब यसमा रहस्य गोप्यता अथवा हजुरहरूलाई फेरि स्पष्ट पार्नुपर्ने कुरामा केही देख्दैन। हुनसक्छ हजुरले सरस्वती यो वचन सुनेर बुझिसक्नु भएको छ भन्ने मलाई विश्वास छ। र आज हामी यो खण्डलाई पाठ गरेपछि दफन, आज येशू आजको मितिमा, आज होइन, आजको मितिमा येशू कहाँ हुनुहुन्थ्यो? चिहानमा। हजुर, दफनमा हुनुहुन्थ्यो। ठिक छ, हजुरले सबै भनेको गलत होइन। फेरि मैले मेरो भनाइ राखेँ, उहाँ दफनमा हुनुहुन्थ्यो। दफन भनेको के हो? हजुर, हमने उसको दफन किया। लुकाउनु। दफन भएको कुरा देखिन्छ, लुकेको हुन्छ कि हुँदैन? दफन, लुकाउनु। मेरो अर्थ लगाएँ है मैले, सायद त्यो सही पनि होला, गलत पनि होला। अर्को भाषामा दफन भनेको के हो? सुरक्षित राख्नु। एउटा व्याख्यामा गयो भने लुकाउनु, अर्कोमा गएपछि सुरक्षित राख्नु। अब यसमै हामी लामो अल्झिदैनौँ, हामी अगाडि बढ्छौँ। दफन कसले गर्छ? लुकाउने काम कसले गर्छ? जो झुठो छ, जो ठगा छ, जसले गलत काम गरेको छ त्यसलाई के गरिन्छ? लुकाइन्छ। एउटा हिसाबले हेर्ने। तर त्यो कसले लुकाउँछ? आफैले लुकाउँछ गलत गर्ने। तर यहाँनिर दफन गर्ने कुरा, के दफन गर्ने कुरा छ? गलतलाई दफन गर्ने कुरा छ? छैन। कसलाई? असललाई दफन गर्ने कुरा छ। असललाई दफन कसले गर्ने भयो? अरूले। अर्को, आफैले सक्दैन। हामीहरू मर्यौँ भने हाम्रो लासलाई हामी आफै दबाउँछौँ? यहाँनिर येशूको लासलाई दबाउने, येशूलाई दफन गर्ने कुरा छ। त्यो आफैले गर्दैन, कसले गर्छ? येशू आफैले दफन गर्नु हुँदैन। येशूले आफूलाई दफन गर्नुभयो भनेको पनि छ, त्यो हामीले कोही व्याख्या गरेका छौँ कहिल्यै? अरूले गर्छ। र त्यो दफन गर्ने काम धनी गरिबले गरेको थिएन। कसले गरेको थियो? धनी मानिसले गरेको थियो। अनि योसेफ नाउँ भएका एकजना धनी मानिसले गरेका थिए। र त्यो कहाँ गरेका थिए? आफ्नै चिहानमा। कसको? धनीको चिहान। धनीको चिहान के अरे? धनी योसेफको चिहान कसको चिहान भयो? धनीको चिहान भयो। धनीको चिहानमा, त्यो पनि कस्तो? नयाँ चिहानमा। यहाँनिर नयाँ भन्ने कुरा सायद अलिक पछाडि जान्छौँ हामी। यहाँनिर यसमै छ, यही खण्डमा हजुरले भेटाउनुहुन्छ। नयाँ चिहान, धनीको नयाँ चिहानमा, आफ्नै चिहानमा धनी मानिस एकजना योसेफले के गरेका थिए? दफन गरेका थिए। र ती को थिए? महासभाका प्रतिष्ठित व्यक्ति, सम्मान पाएका, प्रतिष्ठा पाएका प्रतिष्ठित व्यक्ति, एकजना महासभाका सदस्य। हजुर बुझ्नुहुन्छ महासभा भन्ने? बुझ्नुहुन्छ?
बुझ्नुहुन्छ महासभा? हाम्रो नेपाल सरकारले अहिले राखेको संविधान सभा, केन्द्रमा संविधान सभा छ। केन्द्रको संविधान सभाको सदस्यलाई के भनिन्छ अहिले? हजुर, संविधान सभाको सदस्य, संसद। त्यस्तै व्यक्ति थिए योसेफ भन्ने। हो कि होइन? हजुर, बाइबलले भनेको मात्रै हो भन्नुहोस् है। भने आज बाइबल खण्ड अहिले पढ्दै गर्दा यो थियो, यहाँ थियो कि थिएन? सायद थिएन यो खण्डमा। अब हजुरहरूले यो कुरा साँच्चै हो कि होइन भनेर एकपल्ट मर्कुसको पुस्तक त्यसको 15 अध्यायको 43 पदमा जानुहोस्, त्यहाँ हजुर पाउनुहुनेछ। यही खण्डहरू यहाँनिर 4वटा पुस्तकमा छ। मर्कुस त्यसको 15 अध्यायको 43 पद। जसले पाउनुहुन्छ छिट्टै पढ्नुहोस् है, त्यहाँनिर यो कुरा हुनुपर्छ। महासभाका प्रतिष्ठित सदस्य अरिमाथियाका योसेफ, जसले परमेश्वरका राज्यको बाटो हेर्दै थिए, तिनले साहसपूर्वक पिलातस कहाँ गएर येशूको लास मागे। हालेलुया, हालेलुया, हालेलुया। यहाँनिर भनेको छ महासभाका प्रतिष्ठित सदस्य भनेको छ यहाँनिर उनी राज्यको संसदमा सदस्य भएका व्यक्ति, महासभाका सम्मानित व्यक्ति थिए। योसेफ भन्ने त्यो साधारण व्यक्ति थिएनन्। त्यसकारण उनी कहाँ गएका थिए? पिलातस कहाँ। त्यहाँ त्यति बेलाको हाकिम कहाँ गएर अब यो लास दिनु, यो हाम्रो के छ, भोलिको दिन फेरि हाम्रो तयारीको दिन अथवा उसको तिहारको मौका पवित्र दिन छ। त्यसकारण हामीले लासहरू चाहिँ भोलिको दिन लुकाउन छुन होइन, त्यो हाम्रो पर्वमा त्यो लास हुनु हुँदैन, आजै त्यो लुकाइसक्नुपर्छ, दिनुहोस् भनेर उनले के गरेका थिए? मागेका थिए। अब त्यो किन त मागेका र किन त्यसलाई दिनलाई दिइयो त भन्दाखेरि उनी असल र धर्मी पनि थिए। शिक्षा सम्बन्धमा त्यति बेलाको धर्म विधिमा पनि एकजना यहुदी र धर्मी मानिस थिए भनेर बाइबल खण्डले भन्दछ। यो खण्डले भनेको छ त्यो मत्ती र मर्कुसमा हामीले यी खण्डमा त्यो कुरा देखेका छैनौँ। तर यो कहाँनिर गएर हेर्दाखेरि भेटिन्छ भने लुका त्यसको 23 अध्यायको 50 पदमा हेर्नुहोस् एकपटक। त्यहाँनिर उनी असल र धार्मिक व्यक्ति थिए भन्ने कुरा छ। कसैले पाउनुभयो भने पढ्न सक्नुहुन्छ। लुका 23 अध्याय 50 पद। योसेफ नाम भएका एकजना असल र धार्मिक मानिस थिए। उनी महासभाका सदस्य पनि थिए। हालेलुया, हालेलुया। के भन्छन्? असल र धार्मिक मानिस पनि थिए उनी। त्यसकारणले त्यो धर्मको कुरा राखेर यसले माग्दैछ भनेर पिलातसले त्यति बेलाको एक प्रकारको राजा भन्नुहोस् त्यो ठाउँको अथवा त्यति बेलाको प्रधानमन्त्री जस्तो व्यक्तिले के गरेको छ? सदस्यलाई त्यो लास येशूको लास दिएको छ। अनि त्यति मात्र नभएर उनी कहाँका थिए? अहिलेको यो खण्डमा पनि हामी देख्छौँ र त्यो लुका त्यसको अलि अगाडि 51 पदमा देख्दछौँ। अरिमाथिया भन्ने सहरका व्यक्ति थिए। अरिमाथिया भन्ने के हो? ठाउँको नाम हो। त्यो सहरमा हालेलुया, हालेलुया, हालेलुया। हुन सक्छ हजुरहरूलाई सुनाउनलाई म बोल्न सक्छु, परमेश्वरले मलाई त्यो प्रदान दिनुभएको छ, तर हजुरहरू आफैले चाहिँ बुझ्नुहुन्न, त्यसकारण हल्ला नगर्नुहोस्। उनी कहाँका थिए? हजुर, अरिमाथिया सहरका थिए। अरिमाथिया भन्ने एउटा के थियो? सहर थियो। त्यो कुराहरू हामी यहाँ देख्दछौँ। अनि उनी को पनि थिए? येशूका चेला पनि थिए, तर गुप्तमा, चोरी चोरी। स्पष्ट म येशूको चेला भनेर हिँडेका थिएन, गुप्तमा थिए उनी। येशूको चेला थिए, येशूलाई धेरै आदर गर्थे, तर समाजको अगाडि चाहिँ गर्दैनथे। किन त भन्दाखेरि उनी सरकारको महासभामा पनि थिए र त्यति बेलाका पुजारीहरूसँग पनि असल र एउटा धार्मिक व्यक्ति थिए। दुई ठाउँमा उनले सम्मान पाइरहेका थिए। यसकारण येशूसँगै अरू कुरा त्यो दुईवटा कुरालाई छोडेर येशूसँगै आएका थिएन, तर गुप्तमा चाहिँ येशूको चेला थिए। योसेफ एकजना येशूका चेला, गुप्त रूपमा यानी नदेखिएका चेला भनेर सायद हामी उनीलाई अलि कम तरिकाले बुझेको पनि हुनसक्छ, तर उनी त्यति मात्र नभएर संसार समाज र त्यति बेलाको राज खानदान अथवा मन्त्रीमण्डलमा पनि सम्मान पाएका व्यक्ति थिए। र यो उनी चाहिँ येशूका
यसुका चेला गुप्तमा मात्र चेला थिए भन्ने कुरा हामी यूहन्ना 19 अध्यायको 38 पदमा हामी त्यो पाउन सक्छौं। हजुरहरुसँग कपी पेन हुन्छ, लेख्ने गर्नुहुन्छ, लेख्नुहुन्छ। अहिले पनि हजुरहरु बाइबल पल्टाउन सक्नुहुन्न, कपीमा टिपेर पनि राख्नुहुन्न, सुन्दा पनि सायद एक अर्का साथीसँग कुरा गर्नुहुन्छ भने बाइबल बुझ्न गाह्रो हुन्छ। यसकारण तपाईले अहिले नै सिकेर राख्नुपर्छ। सुनेको कुरा राम्रोसँग बुझ्ने र सिक्ने प्रयत्न गर्नुभयो भने तपाईले आफ्नो जिम्मेवारी निभाउन सक्नुहुनेछ र परमेश्वरले तपाईलाई येशू ख्रीष्टले तपाईलाई स्याबास मेरो छोरा भन्नुहुनेछ। तपाई के गर्नुहुन्छ, के खानुहुन्छ, कहाँ जानुहुन्छ, कस्तो व्यवहार तपाईको छ त्यो परमेश्वरलाई थाहा छ। हामी पापी हौं, हामीबाट धर्म कार्य हुँदैन, त्यो परमेश्वरलाई थाहा छ। तर जसले येशूको विरोध गर्छ, जसले बोल्ने बेलामा येशूको बारेमा बोल्न सक्दैन त्यसलाई स्याबास भन्नुहुन्न। जसले येशूको पक्ष लिएर परेको खण्डमा येशूको बारेमा मजाले भन्न सक्छ त्यसैलाई उहाँले भन्नुहुन्छ स्याबास। तपाई कस्तो हुनुहुन्छ, म कस्तो छु यो चाहिँ उहाँलाई थाहा छ। हामी त भनौला म ठिक छु, हरेकलाई आफ्नै चाल आफ्नै विचार ठिक लाग्छ, तर हृदय जाँच गर्ने को छ? हालेलुया। हामी कस्ता छौं त्यो चाहिँ परमेश्वर जान्नुहुन्छ। तर तपाई येशूले स्याबास भनेको चाहनुहुन्छ भने परमेश्वरको वचनलाई थोरै मात्र भए पनि हृदयमा राख्ने प्रयत्न गर्नुहोस्। अनि त्यो चिहान कहाँ थियो? योसेफले बनाएको चिहान अथवा येशूलाई गाडी पठाऊ, येशूलाई राखी पठाऊ, त्यो चिहान कहाँ थियो थाहा छ हजुरहरूलाई? थाहा छ? बाइबल खण्डमा हेर्यो भने बाइबलले भन्छ केही ठाउँ जो छप्परेको ठाउँ भन्छ, जुन त्यो गलगथा भन्छ अथवा त्यो जुन येशूलाई क्रुसमा टाँगेको थियो नि केही ठाउँमा येशूलाई राखेको थियो। एकैछिन हेर्नुस् त हजुर, यूहन्ना त्यसको 19 अध्याय 38 पद पढ्नुभयो। अब 41 पदमा हेर्नुस्। 38 पदमा हामीले के हेरेका थियौं? योसेफ येशूका गुप्तमा मात्र चेला थिए भन्ने कुरा थियो। 41 पदमा पुग्नुहोस्, त्यहाँबाट अलिक अगाडि त्यहाँनिर चाहिँ यो ठाउँ येशूलाई क्रुसमा टाँगेकै ठाउँमा त्यहाँनिरै थियो भनेर भन्दछ। पाउनुभयो? पढ्नुभयो? पढ्नुहोस्। उहाँ क्रुसमा टाँगिनु भएको ठाउँमा एउटा बगैँचा थियो। त्यस बगैँचामा कहिल्यै कोही नराखिएको एउटा नयाँ चिहान थियो। हालेलुया। यही ठाउँ येशूलाई क्रुसमा टाँगेको ठाउँमा त्यहाँनिर एउटा बगैँचा थियो, नजिकै सँगै यही ठाउँमा। र त्यहाँनिर चाहिँ योसेफको बगैँचा थियो। त्यहाँ योसेफ सम्मानित व्यक्ति थिए। कति पटक पहिला सुरुमा मैले यसरी बुझ्दथेँ, योसेफ भन्दा त म असल हो, म त सबैको अगाडि देखिँदाखेरि कस्तो छु, येशूको चेला भइसकेको छु, येशूको चेला पनि भइसकेको छु, गुप्तमा थिए त्यस्तो लाग्थ्यो मलाई। अब कति पटक हजुरहरूलाई लाग्न सक्छ यहुदा इस्करियोत कतिजनालाई थाहा छ यहुदा इस्करियोतको बारेमा? यहुदा इस्करियोत 12 चेलाहरूमध्ये एकजना। यहुदा इस्करियोत भन्दा म असल छु लाग्न सक्छ कतिजनालाई, मलाई त्यस्तै लाग्थ्यो। तर होइन, यहुदा इस्करियोत त धेरै असल व्यक्ति थिए। तपाईँ र म त त्यति पनि पुग्दैनौँ। तपाईँ र मैले आफ्नो घर छोडेर हिँडेका छौँ, येशूको निम्ति हिँडेका छौँ।